नमस्ते टासिदेलेक फ्यापुला छाजलो म जोर्डेन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु है र आजको टपिक आज चाहिँ के विषयमा भिडियो रहेको छ भन्दाखेरि हामीले जानी नजानी गरेको सबै पापहरु घटाउने पाठ है त्यसको विषयमा हो र सुरुमा चाहिँ म तपाईहरुलाई यो पाठ पढेर सुनाउने छु है त्यसपछि यो पाठको अर्थ के हो यो पाठमा के लेखिएको छ भनेर त्यसको अर्थ पनि बताउने प्रयास गर्ने छु र सर्वप्रथम पाठ यस प्रकारको छ मैले तपाईहरुको लागि नेपालीमा लेखिदिएको छु है त्यहाँ हेर्नु होला लामा दोर्जे जिम्बा छिम्बो ला सोबा छौ चुना शुबे 상계 당 장주 선바 탐제 당 개든 준바남 다글라 공수솔 dak속 샘젠 탐제게 체 코로와 통마 매반에 타마 다다라 투기 바르도 녀몽바 되차당 셰당당 티무기 왕게스 르당 나당 이기 권에 대바 메게와주 기바당 참 마시방아 기바당 대당 녀왕아 기바당 소소로 타르베 돈바당 갈와 기바당 장주업 선배 라바당 갈와 기바당 상하게 담색당 갈와 기바당 군촉 숨라 녀바 기바당 담배체 빵와당 파베 게든라 꼬르와 따바당 파당 마라 마규바 기바당 캠버당 로벤라 마규바 기바당 독 창바 총바르 쮸바 남라 마규바 기바 라소파 도르나 토리당 타르베 객수 규르징 코르와당 년송게 규르규르베 녜바당 동외초 지치바 탐제 지치바 대다 탐제 라마 도제 짐바 첨보 라소바 초 슈나 슈베 상게당 장줍 셈바 탐제당 게든 줌바 남게 전가르 톨로 샤소 미차보 미베도 렌체경 쮸징 동버르 길락소 대다르 토신샤나 다 대와라 레바 네바 규르게 마톨 마샥 나니 대다르 미규르와 라소 장줍 닝보르 치게 바르 상게 남라 겹수치 최당 장줍 셈바이 속랑 대신 겹수치 제다르 멍게 대셰게 장줍 툭니 깨바당 장줍 셈베 라바라 대다 름신 네바다르 대신 돌라 펜덴도 장줍 셈니 깨게신 대신 돈이 라바랑 렘바신도 라바르키 맞아 यो चाहिँ अब यो पाठको नाम के भन्छ भन्दाखेरि चिशाक भन्छ चिशाक ची भनेको सबैमा लाग्ने अब के सबै भन्दा यतिखेर चिशाक भनेको चाहिँ शाकपा भनेको चाहिँ अब शाकपा गर्नु भन्छ हामीले जस्तै कुनै पाप कुनै गलत काम गरेको छौं भने त्यसको सायद नेपालीमा प्रायश्चित भन्छ जस्तो लाग्यो मलाई है र देशना प्रतिदेशना पनि भन्दो रहेछ मतलब अब हामीले जति सुकै जुनै कुनै पनि गलत काम या पापहरु गरेको छौं जानी नजानी अब त्यो चाहिँ त्यसमा चाहिँ हामीले प्रायश्चित गर्नु अथवा अब त्यो चाहिँ हामीले अबदेखि म गर्दिन है आफ्नो दोष स्वीकार गर्नु र अबदेखि नगर्ने बाचा गर्नु हो त्यस्तो चाहिँ यो पाठ हो है र अब योमा के भनेको छ भन्दाखेरि 10औं दिशामा बस्नु भएका जति पनि गुरुहरु छन् बुद्धहरु छन् बोधिसत्वहरु छन् र लामा गुरुहरु छन् सबैले चाहिँ मेरो कुरा सुनिदिनुस् है भनेको र अब हामी संसारका सबै प्राणीहरुले चाहिँ धेरै अब जुनी अगाडिदेखि धेरै समयदेखि नै अब आजको हाम्रो यो जुनीसम्म चाहिँ अब हामीले क्लेश यानी राग रिस अज्ञान जस्ताले गर्दाखेरि चाहिँ हामीले हाम्रो शरीर हाम्रो वचन हाम्रो मन बाट चाहिँ हामीले गरेको 10 वटा पापहरु है 10 वटा पापहरु भन्छन् एउटा 10 वटा पापहरु गरेका र त्यसै गरी छामेङा भन्छन् जस्तै नेपालीमा 5 अनन्तर्य है गरेको
5 अनन्तरीय चाहिँ के हो भन्दाखेरि जस्तै आफ्नो बुवा मारेको, जस्तै आफ्नो आमा मारेको है, जस्तै एकदम ढाचुम्बा भन्छन्, ढाचुम्बा मारेको र लामा यानि सङ्घहरूको बिचमा भेदभाव गरेको, छुट्याउनु है। र त्यसै गरी अनि बुद्धको शरीरमा चाहिँ बुद्धको शरीरलाई हानि पुर्याउने एउटा सोच लिएर चाहिँ बुद्धको शरीरबाट रगत निकाल्नु, जस्ता यसलाई चाहिँ 5 अनन्तरीय यानि छामेङ्गा भन्छन् है। अब यो पाप गरेको र त्यसै गरी न्यावे छामेङ्गा भन्छ नेपालीमा, 5 उपानन्तरीय भन्दो रहेछ है। त्यो गरेका या अथवा सोसोथर्पे तोम्बदाङका लकिपा मतलब प्रतिमोक्ष सम्बर, यानि अब हामीले कुनै बाचाहरू गरेको छौँ अथवा व्रतहरू लिएको छौँ, बाचाहरू गरेको छौँ भने त्यसमा हानि पुर्याउनु है। र जस्ता अब अनि त्यसै गरी अब त्रिरत्नलाई हानि पुर्याउनु। त्रिरत्न जान्नुहुन्छ होला, कुञ्जुक्सुम भन्छौँ हामीले है, बुद्ध, धर्म, सङ्घ। र त्यसै गरी बुद्ध धर्मको त्याग गर्नु है। र त्यसै गरी लामा गुरुहरूको अब बारेमा चाहिँ अब जानी नजानी गलत कुराहरू गर्नु, नराम्रो कुराहरू फैलाउनु है। र त्यसै गरी आफ्नो बुवा आमालाई आदर नगर्नु है, सम्मान नगर्नु। त्यसै गरी खेम्बो लोपेनहरूलाई आदर नगर्नु, सम्मान नदिनु। र त्यसै गरी आफ्नो साथीभाइ बिचमा पनि हाम्रो साथीभाइ चाहिँ एकदमै एउटा राम्रो बाटोमा हिँडेको, राम्रो दिशामा हिँडेको हुन्छ है। अब उहाँहरूलाई पनि हामीले आदर गर्नुपर्छ, सम्मान दिनुपर्छ है। र यी जस्ता अब धेरै हामीले अब आफ्नो जीवनमा गरेका गलत कामहरू, पापहरू धेरै हुन्छन्। अब यो पापहरूले के गर्छ भन्दाखेरि, यो गलत कार्यहरूले के गर्छ भन्दाखेरि हामी आफूलाई पनि के हानि पुर्याउँछ भन्दाखेरि, हामीले उच्च लोक यानि जस्तै स्वर्ग र जस्तै मोक्ष प्राप्त हुनु, यो संसारका दुःखबाट मुक्त हुनुबाट चाहिँ हामीलाई यसले रुकावट गर्छ। र त्यसै गरी अब जति पनि मैले सधैँ भन्छु कि यो संसार भनेको चाहिँ एउटा दुःख भएको चाहिँ दुःख मात्र भएको चाहिँ एउटा ठाउँ हो संसार भनेको। जति पनि हामीले सुख जस्तो देखिरहेछ नि, फेरि दुःख नै भएर जान्छ त्यो सबै है। त्यसलाई हामीले गिरुवे दुङ्गाल भन्छौँ। र यो दुःखभरि संसार र अब तल्लो लोक यानि नर्क जस्तामा जन्म हुने हेतु जस्तै हाम्रो नराम्रो कार्यहरू चाहिँ हामीले जति पनि गरेका छौँ, ती सबै चाहिँ अब 10औं दिशामा बस्नुभएको बुद्धहरू, बोधिसत्वहरू, लामा गुरुहरूलाई चाहिँ अनि मेरो दोष, मैले गरेको गलत काम, मैले गरेको नराम्रो काम चाहिँ मैले स्वीकार गर्छु है। र मैले गरेका दोषहरू म लुकाउँदिनँ। र साथै अबदेखि चाहिँ म यो नराम्रो कार्यहरू र यो गलत कामहरू चाहिँ म गर्दिनँ भनेर चाहिँ बाचा गर्नु। यो 3वटा चाहिँ जसरी भए पनि चाहिन्छ। हामीले गरेको नराम्रो कामहरू यानि पापहरूमा हामीले त्यसबाट हामीलाई छुटकारा पाउनु छ भने पहिलो कुरा आफ्नो दोष स्वीकार्नु पर्यो, आफूले के गलत गरेको छ थाहा हुनु पर्यो। र दोस्रो कुरा, त्यो दोष आफूले गरेको गलत काम लुकाउनु भएन। र सबभन्दा महत्त्वपूर्ण तेस्रो कुरा, अबदेखि यो गलत काम चाहिँ म गर्दिनँ भने बाचा गर्नु पर्यो। यो 3वटा गर्नुभयो भने मात्र हामीले चाहिँ आफूले गरेको गलत कामको फल यानि हामीले दुःख भोग्दैनौँ है। यदि हामीले यी 3वटा कुरा गरेनौँ भने हामीले जति सुकै पनि यो जस्तो के भन्छ पाप घटाउने पाठ जति पढे पनि पाप घट्नु भनेको सम्भव छैन, गाह्रो हो है त। त्यसैले यो 3वटा चाहिँ हामीले याद गर्नु पर्यो। आफ्नो दोष स्वीकार्नु पर्यो, आफ्नो दोष लुकाउनु भएन। र आजदेखि चाहिँ मैले यो गलत काम चाहिँ म गर्ने छुइनँ भन्ने बाचा गर्नु पर्यो है त।
र थाहा हुनु पर्यो कि यो गर्यो भने मात्र चाहिँ मैले सुख प्राप्त गर्ने छु, मैले दुःख भोग्ने छुइनँ भनेर। अनि त्यो चाहिँ हामीले थाहा हुनु पर्यो भनेर चाहिँ यो पाठमा लेखेको छ है। र अब के गर्नु पर्यो त भन्दाखेरि अन्तमा झङछुङ निम्बो छिके भर भनेर चाहिँ अब यसमा के लेखेको छ भन्दाखेरि अब जबसम्म मैले यो मोक्ष प्राप्त गर्दैन, यो संसारको दुःखबाट मुक्त हुँदैनौँ, तबसम्म चाहिँ म बुद्धलाई अब कसरी भनौँ, बुद्ध धर्म सङ्घलाई चाहिँ अनि म मान्ने छु, तपाईहरूले चाहिँ मलाई बचाइदिनुहोस्, तपाईहरूले मलाई बाटो देखाइदिनुहोस् भनेको है। र साथै अब हामीले आफू मात्र नभइकन आफू जस्तै संसारमा अब दुःख भोगिरहेको धेरै प्राणीहरू छन् त। संसारमा सुख प्राप्त नभएको, परम सुख प्राप्त नभएको धेरै अब प्राणीहरू छन् त हैन। यी सबैले चाहिँ सुख प्राप्त गरून्। अब त्यो सुख प्राप्त गर्नको लागि के गर्नु पर्यो भन्दाखेरि चाहिँ अब कसले सुख प्राप्त गरेको छ त्यसलाई हेर्नु पर्यो नि त हामीले हैन। कुनै एउटा ठाउँमा पुग्नु छ भने र आफू कहिले नगएको ठाउँ र तर कसै त्यो ठाउँमा गइसकेको र त्यो ठाउँको बारेमा जान्ने छ भने, उसले त्यो ठाउँको बारेमा केही भन्दैछ भने त्यो मान्छेको कुरा सुन्नु पर्यो नि त हामीले। अनि पो हामीले जान चाहेको ठाउँमा चाहिँ हामी पुग्छौँ नि त। र त्यसै गरी जति पनि बुद्धहरू, बोधिसत्वहरू जति पनि अब बुद्धत्व प्राप्त गरेको, परम सुख प्राप्त गरेको, यो संसार दुःखभरि संसारबाट मुक्त भएको जति पनि बुद्धहरू हुनुहुन्छ, उहाँहरूले के भन्नुहुँदैछ त्यो कुरालाई सुन्ने है, त्यो कुरालाई मनमा लिने र आफू पनि त्यो बाटोमा हिँड्ने प्रयास गर्ने। त्यो गर्यो भने चाहिँ अवश्य हामीले चाहिँ परम सुख प्राप्त गर्नेछ, दुःखभरि संसार, यो संसारबाट चाहिँ हामीले मुक्त हुनेछ, मोक्ष प्राप्त गर्नेछ भनेर चाहिँ भन्न चाहन्छु। हस् त नि, आजको पाठ थियो यो जानी नजानी गरेको पापहरूबाट पापहरू घटाउने पाठ, त्यसको विषयमा थियो है। हस् त नि, यसै गरी म तपाईहरूलाई धर्म सम्बन्धित कुनै विषयमा जान्नु मन छ भने तल कमेन्टमा लेख्नु होला, म त्यसको बारेमा भन्ने प्रयास गर्नेछु है। र भन्दै फेरि पनि अर्को भिडियोमा भेटौँला। भिडियोको अन्तसम्म हेरिदिनु भएकोमा एकदमै धन्यवाद। सब्सक्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला। हस् त नि, धन्यवाद।